बेलौती खाना जाँदा झन्डै मरिएन। हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ म केदार सुमन भएर चाहिँ कटरबारी हाम्रो पुर्खौली ग्राउन्डमा क्रिकेट खेल्न भन्दै जाँदैछौँ। गएर ट्याक्क केदारलाई बोलिङ गर्न पठाएँ अनि म चाहिँ ब्याटिङ बस्न थालेँ। अनि ड्याम छक्का कुटेँ। एउटा बल हानेको तलतिर झाडीतिर गएर त्यतै हरायो। फेरि त्यो बललाई खोज्दा पाइएन। लास्टमा उहाँ तल बाटोमा रहेछ। बल्ल भेटेँ अनि फेरि आएर हान्न थालेँ मैले ब्रामका ब्राम। फेरि एउटा बल हानेको त बल हराएर फेरि खोज्न जानुपर्ने भयो। अनि खोजेको पाउँदै पाइएन। अनि फेरि घरतिर फर्क्यौँ। अनि घरतिर आउँदाखेरि चाहिँ यहाँ दुधरले बाटो खनिरहेको रहेछ हेऱ्यौँ। अनि फेरि दिउँसोतिर फेरि म अर्जुन अनि पछि सुजन भएर ठुल्बाको घर पछाडि बेलौती खान जाँदै थियौँ। ठुल्बाको घर हेर्नु त यस्तो भएछ, बिचरा ठुल्बा केही समय पहिला बित्नु भयो। अनि फेरि बुट्टामा गएर ट्याक्क बेलौती खानु पर्ने भनेर बुट्टामा गएको त बुट्टैमा बसेर खाएँ एकछिन त। अनि पछि त अनि एक्कासी कालो रङ्गले टोक्छ मलाई। अनि एकछिन त जोरै कराउला जस्तो कस्तो तातो भएको थियो शरीर। अनि हेर्नु त यस्तरी दाग देखाए पुरै थाहा पाइएको थियो कि रगत जस्तो गराइदिएको थियो। पछि फेरि त्यहाँबाट हामी बेलौती खाँदै फेरि घरतिर आयौँ जस्तो जे भए पनि। अनि पछि फेरि त्यहाँ भाइहरू रहेछन्, एकछिन त्यहाँ बोल्दै बस्यौँ, भ्लग देखाउँदै बसेँ। अनि पछि